एक लट यता हुनुहुन्छ अनि अर्को लट यता हुनुहुन्छ हाम्रो दुईटा रेडी भयो यो 5 को चाक हुनुहुन्छ के अरे के हाल्नु रे मैले झन्डै झगडा पर्दैन यस्तो हुन्छ के नै छ कोही माथि ब्रेक लागेन मुछिको अनि दिएको चिज बिग्राको यो खोलालाई के उहाँले पार गर्न सक्नुहुन्छ त नलडिकन पकेमा त नसोध्नु पर्ने प्रश्न पिस रोड हामी कस्तो बाटो यो खासमा ओए बाटै छैन त पिस रोड ला बाटो छैन हेलो सरहरू कम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ हामी फेरि पनि यही बुढो अनुहार लिएर आएको छु तपाईँहरूसँग तपाईँहरूको अगाडि आएको छु म आज हामी मासु पोलेर खाने प्लानमा छौँ हामी चाचाहरूसँग त्यही भएर हामी खोलातिर जाँदैछौँ उता अगाडि हुनुहुन्छ हाम्रो 2 जना चाचा 3 जना चाचा हुनुहुन्छ त्यो 1 जना चाचा त जाँदैन अनि हामी यता 2 जना छौँ हामी जाँदैछौँ कोही माथि ब्रेक लागेन मुछिको अनि दिएको चिज बिग्राको ओइ पछाडिको ब्रेक सुक्को छैन पछाडिको ब्रेक छैन सुक्को मासेर झन्डै फसियो यार साटो लैगयो यार साटो लैगयो झन्डैले यार हामी जाँदैछौँ मासु चाहिँ त्यही हो अस्ति सोलुदेखि सोलुको पत्ताले भन्ने ठाउँदेखि 100 धार्नीको लगभग होइन केजीमा कन्भर्ट गर्दा चाहिँ 250 केजी हुन्छ होइन त्यही सुँगुर ल्याएको थियो होइन सोलुदेखि अनि त्यो हिजो मारेको थियो होइन त्यही मासु राखेर चाहिँ आज हामी जाँदैछौँ 100 धार्नीको भन्दा विश्वास लाग्दैन होला होइन त्यही पनि म देखाउँछु सरहरूलाई दामी बबाल छ मिठो छ होइन आधी बेलुका खाइसक्यो अब आधी उफ्रेको चाहिँ माथि खोला लाँदैछौँ यस हामी जानेछौँ रमाइलो गर्नेछौँ होइन झोल पानी त छैन आज हाम्रो साथमा झोल पानी मैले छोडिसकेँ हो त्यही भएर झोल पानी नभए नि न्युदिउको साथमा 100 धार्नी सुँगुरको मासु हुनेछ हामी जान्दै हुनुहुन्छ पनि आएर क्युआर गर्दैन मलाई केटाहरूको चुरोटमा झगडा पर्दैछ है यहाँनिर यस्तो कुरो गरेको भए हिजै म प्लान क्यान्सल गर्थेँ त यार यस्तो नि हुन्छ लास्टै सिनु बनाएर चाहिँ मासु साँच्ची भनेको कहाँ सानो मासु भने कि मासु कहाँ सिनो बनाउँछ फ्रिजमा राखेको त फ्रिजमा राखेको लाइन चाहिँ अफ गरेको माथि प्लास्टिकमा गुम्साएर क्या कुरा बुझ्नु न यस्तो हुनुहुन्छ मान्छेहरू यार ओ रन्डा छिटो गर न यो ब्लग नहाल्ने यस्तो बुझ्छ कस्तो भइरहेछ त भने आज हामी धेरै यार यो लास्टै भाव गर्नु योसँग पैसा छ मलाई निकाल्नै मान्दैन तैँले खाने हो मैले खाने होइन म त चिसो लाग्यो एउटा गोल्डेन सोल्डेन होइन कि ऊ त चिप्सहरू चाहिँ किन्नु न यार चिप्सहरू चाउचाउहरू किन्नु है अङ्कल बाको एउटाले किन्ने हो केटाहरू जाने केटा मलाई के त म त चिसो खाएर बाँच्छु यस्तो राम्रो भिड आयो नि राम्रो भन्दा पनि डर लाग्दो भिड त हाल्न अलिअलि त पनि हाल्न के अरे के हाल्नु रे मैले यत्रो बाइकमा तेल हालेर ल्याएको छ यार के हाल्नु रे झन्डै झगडा पर्दैन यस्तो हुन्छ क्या मलाई कबड्डी भन्छ छोडेर यस्तो यो 5 सोको तिर्ने रे क्या
कबड्डी भन्छ गोठल छोडेर यस्तोमा लागेको छु ओए यो पाचीले सोको तिरिने रे क्या मलाई त बुझ्थुले केही पर्दैन तँलाई त खालि मात्र भयो भन्ने आएको पैसै छैन गरम घाटमा आएर केटाहरू झगडा पर्न आँट्यो यहाँ पैसा टुइसी गएर अहिले उयो गर्न पर्ने आजको हाम्रो मेन अध्यक्ष चाचा फुलमा आएको छैन ल है हामी त कोसीको तिरै दिन आजको डेस्टिनेसनको तर्फ जाँदैछौँ स्पोन्सर बाई गुड ब्रिटेन जिओडी गुड बिआइटी बिटी होइन सर बिटे साथमा हुनुहुन्छ बसल अङ्कल गुड पिटे भने त खाएको त बिस्कुट रहेछ यार आइसक्रिम भनेर खाएको बिस्कुट रहेछ होइन रम्न खोला हाम्रो डेस्टिनेसन चाहिँ के पो भनेको छ नि त त्यो भनेको चाहिँ हाम्रो रम्न खोला गाइड होइन भरे भोलि कहिले कहिले आउँछ होइन भिडियो आउँछ त्यसमा चाहिँ हेर्ने मात्रै होइन नि गाइजहरू टकसँगले जाने लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने अनि त्यो फलो गरेको छैन भने फलो नै हान्ने गाइजहरू अनि पो यसरी हाम्रो डेस्टिनेसनतिर गएको भिडियो तपाईँहरूले हेर्न सक्नुहुन्छ म त यस्तो गरेर आएको यस्तो त्यस्तो गर्नु अब हामी चाहिँ तिनजना भएको अब केटाहरूले कसरी पार गर्छ ल गुड बितेको पावरले हो जोन चामलिङ यता हेर्नु त ब्रोक्ताले जोन चामलिङ है ओए कता लग्यो तपाईँको स्कुटरहरू गएको छ ल आउनु है म आउँछु यस्तो सर तपाईँले भ्याउनुहुन्छ खुट्टा ल्याउँछु यसरी उताको चाहिँ उताको त्यसो गर्नु न ए भ्याउँदैन सरी सरी अब उहाँले हेर्नुहोस् उहाँको कला प्रदर्शन गर्दै हुनुहुन्छ विश्व कीर्तिमान भूमिराज राई यो खोलालाई के उहाँले पार गर्नु सक्नुहुन्छ त नलडिकन पक्कैबाट नसोध्नुपर्ने प्रश्न दर्शकवृन्द किनभने उहाँ संसारकै सबैभन्दा होचो बुलेट राइडर हजुर कहाँ पुऱ्याउनु पर्ने हो पिटे माथि कहाँसम्म पुग्छ त्यहाँसम्म लाने हो ए ल राति आउँदा चाहिँ फेरि नेपालको नम्बर 1 हामी कस्तो बाटो यो खासमा ओए बाटै छैन त ल ओए घरहरू छ त यहाँ त हेर्नु त हेर्नुहोस् त पनि हामी उता गाउँ रहेछ सानो त यो मान्छे हिँड्ने ठाउँ साथीहरूले गुटुटु बाइक स्कुटर लिएर है जब हाम्रो अगुवाने यस्तो भन्छ नि एउटा नेपाली उखान छ अगुवाने बाटो बिर्सुवा भएपछि के गर्नु भन्ने खालको एउटा उखान छ त्यो उखान चाहिँ पक्कै पनि तुफान राईलाई हेरेर भनेको हुनुपर्छ यहाँनिर ट्राफिक नियमको कुनै पनि स्थान छैन पक्कै पनि यत्तिका राइडरहरू हाम्रो नेपालमा जन्मिनु भनेको नेपालको लागि एकदमै ठुलो सम्पत्ति हो ल ठिक छ धन्यवाद के छ हामी भने आइसकेका छौँ मेन लोकेसनमा है अब हाम्रो कार्यक्रम चाहिँ यहीभित्र हुन्छ यो अब सँग दाउरा साउरा खोजेर मिलाएर हाल्नुपर्ने हुन्छ सरहरू यस्तो चिल ठाउँमा हामी आइसकेका छौँ तर पानी बग्दैछ है तलतिर गएको छ यो पानी अब हाम्रो कार्यक्रम यतै हुनुहुन्छ लु दाउरा खोजौँ सरहरू हुँदैछु सानो हुन्छ
भाँडा त रहेछ उहाँले अरे लामो भयो क्या लामो भयो चुल्हा बनाउनलाई 2 जना दाजुभाइहरू भेट्दै हुनुहुन्छ यहाँनिर लामो भयो क्या लामो टोपी डरलाई सरजी टोपी डरला मायाले दिएको चिनो फेरि जाला खेर ल है भूमि सरले कति काम गर्नुहुन्छ भन्ने देख्नु नै भयो होला खुसीको मौसम वाउ ब्युटिफुल म कटिङमा लागेको केटा हो मासु कटिङमा सन्दीप तिमी चाहिँ त्यहाँ सिम्पल खाने हो कि सिम्पल अब त्यो दाउरा किन धेरै खेर फाल्नु अनि कटिङ गरेर छैन भने तातिँदै गर्छ नि जङ्गल छेउमा छ मिठो चिनो साथी राखन झर लामो सरको फुली चाहिँ दामी आएको बिक्दैन फुलीको दामी कसरी नहुनु हो सर 5,000 को अहिले 2 जना मिलेर यहाँ काटिराख्नु भएको छ उहाँले काट्नु भएको पिस चाहिँ यता त छ हाम्रो तुफानले काट्नु भएको चाहिँ अब यहाँ भूमिले काटेको पिस चाहिँ उहाँ अलरेडी त्यहाँ सिकाउनु थालिसकेको छ होइन भूमि जतिको नकाट्दो रहेछ भन्ने कुरा छ इतिहासले नै देखाइसकेको छ अनि हेर्नु है यो अङ्कल दामी भयो है भोक लागेको बेलामा केटाहरूले अब यस्तै गर्ने भयो त अब के गर्नु त है पछाडि खोला छ अगाडि केटाहरू छ ढुङ्गामा मासु छ प्लास्टिकमा पनि मासु छ मान्छे भोक लागेर आएर मजा आँटेको छ जङ्गलको बिचमा हेर्नुहोस् है साथीहरू जङ्गलको बिचमा यतातिर त दामी रहेछ त्यहाँ खोल्सा त एकदम ग्रिन भेजिटेसन भन्छ क्या यस्तो लाग्यो होइन कस्तो राम्रो यो चाहिँ रेन फरेस्टहरू टाइपको कि ब्राजिलियन रेन फरेस्टहरू टाइप ग्रिनरी वाउ डेन्स दामी बवाल खतरा म त यहाँ त 3 दिन पनि बस्नु सक्ने रहेछ यार हेर्दै बस्नु यार हाम्रो सरहरूले खाँदै हुनुहुन्छ अनि यता हुनुहुन्छ हाम्रो मासु अनि यता हुनुहुन्छ पोलेको मासु दिस इज माई मासु दिस इज गङ्गुटा प्लस अनि यता चाहिँ रसवाला मासु हुनुहुन्छ रसवाला यहाँ रेडी हुँदैछ तल जान्छु क्या पक्रिनु ठिक छ यता हुनुहुन्छ अनि केटाहरू यता हुनुहुन्छ म ल छिट्टो गर्नै बिर्सेछु सरहरू फेरि खेरपाती लागिहाल्छ क्या गरेन भने कुन चाहिँ मिठो हुन्छ यो पनि फुट्ने रहेछ क्या पक्का भयो सबै फुट्ने क्या ढुङ्गा त यता पल्टाउ ओ यो अलिक उता लैजाऊ न यो ठाउँमा चाहिँ ढिलो हुने भएर अब यता पनि अर्को ठाउँ पनि हामी दिनेछौँ यता हुनुहुन्छ हाम्रो अचार बाबा हाल्नुपर्छ अनि मिठो हुन्छ यो मुला चाहिँ कति छिटो सकेको त्यो चाहिँ उता राखौँ न छ्या आया घर जा गयो सरर क्यु खाने के भाइ यसमा क्यु ए 1300 कुरा
भुटका भाषा हाम्रो रेडी भइसकेको छ 1-2 पिस खानुलाई होइन एक पिस निकाल्नु भएको छ त्यो नचल बराबर क्या बराबर यो पाकेको निकालिसकेको छ होइन एक लट यता हुनुहुन्छ अर्को लट यता हुनुहुन्छ हाम्रो दुईटा रेडी भयो यो पाकेको चाक हुनुहुन्छ अब यो अचार यता यो यस्तो गर्ने ल ल ल अमिलो टक्काल्नु पर्छ अनि यता ओइ छिटो गर न खाइदिउँ ल ल ल ल Lu agak lu. Em munim pa man cima man ni pa bos ka. Hei, isto gano? Koi luna. Wow. Look at me चाचा. कतिको मिठो रहेछ बब्बाल मिठो यार ए इन दुईटा है उन न बुझ्थे अचार दामी भयो सर वाउ ब्युटिफुल भोलि पनि आउनु पर्छ है मिठो हुँदो रहेछ मेरो रस पाक्यो ओ यो समाउँछ केटा दामी रस निस्क्यो अट्ठा जय श्रीराम काट्नु हुँदैन ओ मासु नि छ त्यसलाई काट त मासु छ भित्र यता ठोक्नु रस गयो के मासुको अलिक ढङ्गले किन केले घोच्यो यार तातो हुनुहुन्छ कि अलिकति ओइ रस पोक्यो फेरि घोच्यो मासले मासु ल यता हाल न यता यहाँ हाल यो टिपट एउटा हाल न हाल सबै हाल के खोइ यहाँ आयो त्यो पनि हाल आयो मासु आयो आयो मामुला ओइ मैले निकालेँ है मासु आयो अचार अचार चाहिँ जुगाड गर है केटा हो सकिन लागेछ मासु चाहिँ बाह्र पाकेको क्या अनि म यो तल त्यो जबस लान्छु बबाल पाकेको छ धेरै परिमाण उसको अब रस खानु पर्छ चाचा यता ठोक्नु मिठो रस पाकेकै रहेन त यार 10 कस्तो पाकेको छैन बबाल पाकेको छ मिठो भएको छ यार बुझ्छु त्यो कन्टिन्यू चल्दैछ हाम्रो कार्यक्रम यतिको काम गर्ने चाहिँ हुनुपर्छ ग्रुपमा होइन सरालो अनि उता पनि भइरहेको छ यतिको तेरो अनुहार पनि देखा न तेरो अनुहार यतिको खाने मान्छे चाहिँ हुनुपर्छ भने अनि यता चाहिँ फेरि अर्को लट हाम्रो रस आइसकेको छ अब यो चाहिँ स्टोरमा भने यो सबै टक्कसँग पाकिसकेपछि मात्र याट्याग हान्ने हो ठोक्नु न यो ठोक्नु न यो ठोक्नु न पाक्यो फेरि पनि पाक्यो यो हाम्रो 10औं लट अचार सकेछ
सबै कुरो अल सेट भयो उता हुनुहुन्छ चाचा ह्याप्पी इन्डिङ ल ह्याप्पी इन्डिङ त्यहाँ साइडमै उता साइडमा क्या एकैचोटि फाल्यो भने पड्किँदैन क्या पड्किँदैन ऊ त्यो बाल न ह्याप्पी इन्डिङ उता केटी टगर खाली होस् लामो कति डराको म आऊ ह्याप्पी इन्डिङ माछाले यार डराएर उठा फाल्यो हामी यति भन्दै आजलाई बिदा हुन चाहन्छु तर यो हाम्रो कसैको पड्क्या होइन पटेको पड्क्या हुन् यति भन्दै हामी छुटौँ सरहरू टाटा बाई बाई